slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. नमस्ते चाहिँ सबैजनालाई वेलकम ब्याक टु अनदर डे अनदर भ्लग है। हामीले जस्तो हिजो प्रमिस गरेको थियौँ नि, आज चाहिँ हामी भिडियो चाहिँ बनाउँछौँ। पोस्ट चाहिँ अलि ढिलो हुन्छ होला, कज रेडी पनि गर्नु पऱ्यो नि त। ओके, so hello and namaste सबैजनालाई, वेलकम ब्याक टु अनदर डे अनदर भ्लग। होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। हिजो मैले भनेको थिएँ म बाइकको बारेमा भिडियो चाहिँ बनाउँछु भनेर, त्यो चाहिँ आज बनाउने नै छु है। वान अफ द बेस्ट बाइक है, टुरिङ पर्पजको लागि हो भने वान अफ द बेस्ट बाइक हुनसक्छ तपाईँहरूको लागि यो होन्डा RX 200 है। अब बाइक चाहिँ तपाईँलाई अहिले देखाउँछु, वक अराउन्डदेखि लिएर सबै कुरा देखाउने छु है। बाइक चारैतिरबाट देखाउने छु। यो बाइक रहेको छ 2024 मोडलको है। भिडियो सुरु हुनुभन्दा अगाडि हाम्रो भ्युअर्स साथीभाइहरूलाई सबलाई है फलो, लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिदिनु होला भन्न आग्रह गर्दछु। तपाईँ टिकटकबाट हेर्दै हुनुहुन्छ, फेसबुकबाट हेर्दै हुनुहुन्छ, इन्स्टाबाट हेर्दै हुनुहुन्छ होइन, युट्युबबाट हेर्दै हुनुहुन्छ भने सबैतिरबाट एकचोटि है त जाओस्, लाइक, सेयर, सब्सक्राइब जाओस् है। अब चाहिँ हामी बाइकको बारेमा भन्दैछौँ। यो चाहिँ 2024 मोडलको सिङ्गल ह्यान्ड है, सिङ्गल ह्यान्ड एकदम राम्रो कन्डिसनमा रहेको होन्डा NX 200 लगेर केही पनि खर्च गर्नु पर्दैन है। बाइक एकदम स्मुथ छ, कुदाउँदाखेरि पनि आनन्दको छ क्या बाइक चाहिँ चलाउनलाई। यसो लङ टुरहरूको, लङ राइडहरूको लङ राइडहरूमा जाने भए चाहिँ यो बाइक चाहिँ तपाईँहरूको लागि एकदम एक्सट्रिमै बेस्टै हुनसक्छ है। ओके, यो चाहिँ सिङ्गल ह्यान्ड हो। कर्नरिङ पनि डर हान्छ क्या हेर बाइकले, अहिलेसम्म थाहा थिएन मलाई, हान्दो रहेछ यार अलिअलि। सो अहिले चाहिँ हामी कौशलटारतिर जाँदैछौँ है। अब चाहिँ बाइकको बारेमा भनौँ। यो बाइक चाहिँ सेकेन्ड ह्यान्ड हो है, कसैले नयाँ नसोच्नु है, रिभ्यू नसोच्नु। यो चाहिँ मसँग भएको बाइक हो सेकेन्ड ह्यान्डमा है। यो चाहिँ 2024 को हो, सिङ्गल ह्यान्ड अहिलेसम्म है। 2024 को मोडल हो यो बाइक चाहिँ है। जम्मा कुद्न पनि मात्र 14,300 मात्र कुदेको छ, 14,500 नै भनौँ न। अब यो भिडियोहरू यताउति कहिले टेस्ट ड्राइभ यताउति गर्दाखेरि त्यति पुग्छ। लगेर खर्च गर्ने केही गर्नु पर्दैन होइन। ब्ल्याक कलरमा छ। यदि कसैले होन्डा NX या एडभेन्चर बाइक या टुरिङ बाइक लिने छु भन्दै सोच्दै हुनुहुन्छ भने म एउटा नम्बर राखिदिन्छु डिस्प्लेमा, त्यो नम्बरमा कल गर्न सक्नुहुन्छ है। अरू भनेको त्यस्तै हो। अनि यो बाइक चाहिँ हेर्नु न, पिकअप है दामी छ। ABS अगाडि पछाडि चाहिँ छैन, सिङ्गल च्यानल ABS छ यसमा है। टुरिङ पर्पजको लागि चाहिँ राम्रै हुन्छ। ह्यान्डलिङ होइन सबै कुरा राम्रो छ है यसको चाहिँ। पर्फर्मेन्स, पावर, पिकअपहरू सबै राम्रो छ है। हुन चाहिँ यो मान्छेको भनाइअनुसार होन्डा XR 190 को इन्जिन हो भन्छन् है, तर मलाई चाहिँ त्यस्तो चाहिँ होइन। हर्नेट, हाम्रो हर्नेट छ नि, हर्नेटकै इन्जिन हुन्छ यसमा चाहिँ कि तपाईँको राम्रो छ यो बाइक चाहिँ। होन्डा भनेपछि सबैले थाहा नै छ होला है। होन्डा भनेको एकदम भरपर्दो के मजबुत, वर्षौँसम्म टिक्ने। होन्डा NX चाहिँ अहिले सोरुममा आउन बन्द भइसकेको छ है। तपाईँलाई थाहा नै छ होला, होन्डाको रिसेल धेरै राम्रो हुन्छ है। रिसेल पछिसम्म गएर मलाई एकदम भरपर्दो बाइक चाहिन्छ भन्नुहुन्छ भने चाहिँ यो बाइक तपाईँको लागि बेस्ट हुनसक्छ। 2024 को होन्डा NX 200 है। 2024 को होन्डा NX 200 को चाहिँ प्राइस चाहिँ 1,50,000 हो है। 1,50,000 मा चाहिँ यो बाइक तपाईँको लागि बेस्ट हुनसक्छ। 2024 को होन्डा NX 200 को चाहिँ प्राइस चाहिँ 1,50,000 हो है। 2024 को होन्डा NX 200 को चाहिँ प्राइस चाहिँ 1,50,000 हो है।
हेर्नु न पिकअप बबालै छ कन्ट्रोल बाइकको कन्ट्रोल चाहिँ दामी छ कि सेकेन्ड ह्यान्डमा पनि यत्तिको बाइक पाए किन नचढ्ने हो र भन्ने चाहिँ मेरो कुरो अब तपाईँलाई कस्तो लाग्छ भन्दै जानु होला है अनि बाइकको कुरा मैले त यार बाइकको भिडियो पहिला हाल्छु भनेको थिएँ बोल्नुभन्दा अगाडि अनि हो है हामी भिडियो सुरु हुनुभन्दा अगाडि बाइकको भिडियो चाहिँ यसो हालिदिन्छौँ है अहिले चाहिँ म यहाँ कोसलटार जान लाग्यो अब यो बाइकको लागि भिडियो भनेर चाहिँ के भन्नु अब बाइकको लागि भिडियो त्यस्तो धेरै चाहिँ किन बनाउने हो र एकदम राम्रो कन्डिसनमा चाहिँ मैले हिजो नि यो लिएर आएकै थिएँ तपाईँहरूले थाहै छ होला मेरो भिडियो हेर्नुभएको भए हिजो नि भिडियो बनाएकै थिएँ यसकै बारेमा भिडियो आउँछ भनेर हिजो नि चलाउँदा धेरै मजा आएको थियो आज पनि चलाएँ माइलेज पनि राम्रो छ है यो बाइकको अस्ति नै चलाएको थिएँ मैले चलाउनु चाहिँ तर भिडियो चाहिँ बनाएको थिएन राम्रो छ एकदम बाइक चाहिँ मजाले ट्राफिक कार्यालय आएको सो हाम्रो काम चाहिँ यहाँ सकिसकेको छ ट्राफिक कार्यालयमा है अब चाहिँ हामी सिधै जानेछौँ सोरुम त्योभन्दा अगाडि चाहिँ म तपाईँलाई भन्छु यो चाहिँ मैले हिजोदेखि नै चलाइरहेको छु हिजो अस्ति नै चलाइरहेको थिएँ त्यसको त्यहाँबाट चाहिँ मैले तपाईँलाई रिभ्यू दिएको बाइकको कन्डिसनमा चाहिँ नो डाउट है गाइस बाइक A1 कन्डिसनमै छ सो अब हामी चाहिँ हाइवेबाटै निस्केर जानेछौँ अब तपाईँलाई टप स्पिड त के देखाउनु ट्राफिकले हानिदिइहाल्छ है अब स्पिड त देखाउन नसके पनि तपाईँहरूलाई रिभ्यू चाहिँ दिन सकौँ एकदम कम्फर्टेबल है राइडिङ पोजिसन एकदम कम्फर्टेबल छ हेर्न सक्नुहुन्छ आनन्दले नै अप साइड के भन्छ त्यसलाई एकदम सिधा बसेर चलाउन नि सजिलो है सिटिङ पोस्चरमा चाहिँ नो डाउट है एकदम राम्रो छ बाइकको कन्डिसन पनि तर यसमा एउटा कमजोरी भनेको चाहिँ 6 गियर छैन क्या 5th गियरसम्म मात्र जान्छ यो चाहिँ 5th गियरसम्म मात्र हुन्छ यो होइन अरू त सबै कुरा ठिक छ एकदम वान पिस छ है बाइक चाहिँ अब सोरुममा चाहिँ नयाँ किन्छु भन्दाखेरि चाहिँ आउँदैन सो यसको प्राइस चाहिँ हामीले कोट गरेको धेरै पनि छैन है मात्र 3,85,000 है 3,85,000मै यो ट्याक्क तपाईँहरूले आफ्नो बनाउन सक्नुहुन्छ लगेर खर्च केही गर्नु पर्दैन है आउने ट्याक्क लाएर चढेर जाने ल्याम्मै लातो बोल्यो यार तनाव यसलाई के गर्ने भन्दाखेरि यसो गर्ने अब के गर्ने त एकदम सजिलो तरिका कहीँ जानु परेन यसो गर्ने है जाममा बस्नै पर्दैन फोन आएकै छ के को लागि हो एकछिन म उठाउँला फोन चाहिँ हेर्न सक्नुहुन्छ एकदम बिस्तारै चलाउन नि एकदम त्यस्तो केही पनि नहुने यसो हेरेर निस्किँदैन यार मान्छेहरू प्रब्लम सबै कुरामा प्रब्लम अब निस्किनु त पऱ्यो आन्टीजी जानु आन्टीजी अब हामी चाहिँ यतैबाट निस्किनेछौँ कुदाइमा चाहिँ वान अफ द बेस्ट है पिकअप सिकअप लिनलाई चाहिँ अब फेरि जाममा परियो है सो अब हामी एकैचोटि सोरुम गएर तपाईँलाई गुड बाई भन्ने भिडियो बनाउँछौँ है आजको लागि यही समाप्त गरिदिउँ अब त बाँकी कुरा त के भन्ने हो र अरू भने त्यस्तै छ होला सो सी यू अन द नेक्स्ट भिडियो गाइज लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिदिनु होला अरू भनेको त्यस्तै हो सो सी यू देन बाई बाई गाइज